मुगलिन नारायण घाट रोड। धेरैले भन्छन् यो बाटोमा राति मात्र होइन, बिहान पनि किचकण्डीले तर्साउँछ भनेर। 3 जना साथी, साजन, रोहित र सौरभ, 2 हप्ता लामो घुमफिरपछि काठमाडौँ फर्कदै थिए। 2वटा बाइकमा 3 जना। बिहान करिब 6 बजे खासै खाना नखाई यात्रा सुरु भएको थियो। सबै थकित थिए, त्यसैले कुनै राम्रो ठाउँमा केही खाने सोचमा थिए। एउटा बाइकमा पछाडि बसेको साथी अलि धेरै बोल्ने, जत्ता हेरे पनि कमेन्ट नगरी बस्न नसक्ने। त्यसै बेला बाटो छेउ हिँडिरहेकी एउटी केटी देखियो, पुरै रातो लुगा, कपाल खुल्ला। उसले हाँस्दै भन्यो, त्यो हेर न, कस्तो पुरै रातो लाएर हिँड्दैछ, कपाल नि खुल्लै, चुडेल हो कि क्या हो? अगाडिकोले त्यसै बेला भन्यो, चुप लाग, यस्तो कुरा नगर। त्यो केटीले उनीहरूतिर एकछिन सिधै हेरिन्। सायद सबै सुनेकी थिइन्। केही मिनटपछि अगाडि गएको बाइक एक्कासी लड्यो। उसको पछाडि रहेका 2 बाइक पनि झण्डै ठोकिन पुगे। बाल बचे। सबै आत्तिएर उठे। सोधियो, कसरी लड्यो? उसले भने,